के तपाईँ यो गुणले भरिपूर्ण छ त? सर्वप्रथम यहाँ भिडियो हेर्न आइदिनुभएका धर्मावलम्बीहरू सबैजनालाई टसिदिले अथवा नमस्कार भन्न चाहन्छु। आजको भिडियो चाहिँ हामी त्रिरत्नको शरणमा गइसकेपछि हामीमा के गुण हुनुपर्छ त? हामीले के गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ भन्ने बारेमा हो। तपाईँहरूलाई थाहा छ भने एकदम राम्रो हो, थाहा छैन भने हेरिदिनु होला। थाहा भए पनि हेरेको राम्रो हो, किनभने जसरी त्यो पूर्णिमाको दिनमा सेतो घरमा चन्द्रमा लाग्दाखेरि त्यो घर अझै टल्किन्छ। त्यसै गरी हामीमा ज्ञान भयो भने त्यसकै माथि फेरि ज्ञान थप्यो भने झनै राम्रो हुन्छ नि, होइन? त्यसै कारणले तपाईँहरूलाई थाहा छ भए पनि थाहा नभए पनि भिडियो हेरिदिनु होला। म अब भिडियो सुरु गर्न चाहन्छु। ढिलो नगरिकन भिडियो सुरु गर्न चाहन्छु। तपाईँहरू हेरिदिनु है त, मलाई साथ सपोर्ट गरिदिनु है त। त्रिरत्नको फर्स्टमा रहेको छ बुद्ध रत्न। बुद्ध रत्नको शरणमा गइसकेपछि हामीले के कुरा गर्नुहुन्छ, के कुरा गर्नु हुँदैन भन्दा चाहिँ हामीले बुद्ध रत्नको शरणमा गएपछि अरू धर्महरूलाई चाहिँ त्याग्नुपर्ने हुन्छ। जस्तै हिन्दू, मुस्लिम, क्रिस्चियन इत्यादि धर्महरूलाई चाहिँ त्याग्नुपर्ने हुन्छ। त्यसै गरी अर्को धर्म देखाउने सामानहरूलाई पनि त्याग्नुपर्ने हुन्छ। त्यसो भए हामीले के गर्नुपर्छ त भन्दा हामीलाई दुःखको भाव सागरबाट उतार्ने बाटो देखाउने गौतम बुद्ध भएको हुनाले गौतम बुद्धको शरणमा जानुपर्ने हुन्छ। त्यसै गरी गौतम बुद्धको सानोभन्दा सानो मूर्तिहरू देखे पनि त्यो मूर्तिलाई पनि गौतम बुद्धकै दर्जा दिएर हामीले आदर रेस्पेक्ट गर्नुपर्ने हुन्छ। त्रिरत्नको सेकेन्डमा रहेको छ धर्मरत्नको शरणमा लागिसकेपछि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ तपाईँलाई कसैले हानि पुर्याउने, दुःख दिने, तपाईँको माइन्डलाई डिस्टर्ब गर्ने, तपाईँलाई जहिले पनि नराम्रो मात्रै गर्ने त्यस्तो खालको व्यक्ति छ भने तापनि बुद्ध धर्मसँग मिल्ने गरी त्यो व्यक्तिलाई मैत्री र करुणा भावले त्यो व्यक्तिको भलाइ चाहनु चाहिँ तपाईँमा धर्मरत्नको गुण भएको देखिन्छ। त्यसै गरी बुद्ध धर्म देखाउने कुनै प्रकारको किताब सानो एउटा पेपर भए तापनि तपाईँले कतै लापरवाहीसँग त्यो पेपरलाई लापरवाहीसँग देखिरहेछ भने त्यो पेपरलाई चाहिँ धर्मरत्नकै दर्जा दिएर चाहिँ त्यो पेपरको आदर गरेर तपाईँले त्यो पेपर जलाएर हुन्छ कि कुनै सफा ठाउँमा राखेर हुन्छ कि त्यस्तो गऱ्यो भने चाहिँ हामीमा धर्मरत्नको शरणमा लागेको गुण चाहिँ देखा पर्छ। त्रिरत्नको थर्डमा रहेको छ सङ्घरत्नको शरणमा लागिसकेपछि चाहिँ हामीले के गर्नुहुन्छ, के गर्दा चाहिँ हामीमा गुण भरेको देखिन्छ भन्यो भने अब बौद्ध धर्म नभएर कुनै अर्कै धर्म देखाउने साथीहरू, मेरो धर्ममा जाऊँ, मेरो धर्ममा त पैसा पाउँछ, मेरो धर्ममा त लुगा दिन्छ, मेरो धर्ममा फेसिलिटी धेरै छ, मेरो धर्म त यो बौद्ध धर्ममा त के जाने, केही त छैन, जहिले मान्य प्रेमी हो भन्यो बस्यो, दिनु नि केही छैन, उल्टै हामीले चाहिँ दिनुपर्छ, त्यस्तो भन्ने साथीहरू त्यागेर अनि जुन साथीले हामीलाई अनि बुद्धता प्राप्त हुने बाटो देखाउँछ, हामीलाई त्यो बाटो सिकाउँछ, जस्तै तपस्याहरू सिकाउने त्यस्तो साथीहरूलाई चाहिँ कल्याण मित्र भन्छ। त्यस्तो साथीहरूकोबाट अब धर्म सुनेर चाहिँ अनि हामी त्यो बाटोमा लाग्यौँ भने अनि त्यो व्यक्तिमा चाहिँ सङ्घरत्नको गुण भएको चाहिँ देखिन्छ। त्यसै गरी अर्को के हुनुपर्छ भन्दाखेरि चाहिँ हामीले त्यो सङ्घहरूले लाउने पहेँलो र रातो कपडाहरू देखे पनि सानो त्यो रातो कपडा र पहेँलो कपडा चाहिँ सङ्घरत्नै देखाउँछ भनेर सङ्घरत्नकै दर्जा दिएर त्यसलाई मान सम्मान रेस्पेक्ट गऱ्यो भने चाहिँ हामी चाहिँ सङ्घरत्नको गुण भएको व्यक्ति देखिन्छ। भनिन्छ नि
चन्दनै चन्दन भएको ठाउँमा एउटा सल्लाहको रुख छ भने त्यो सल्लाहको रुख पनि चन्दनकै बास्ना आउँछ भनेर त्यस्तै गरी हामीले राम्रो मान्छेको सङ्गत गऱ्यो भने हामी पनि राम्रै मान्छे भएर जान्छ। नराम्रो मान्छेको सङ्गत गऱ्यो भने हामी पनि नराम्रै मान्छेको सङ्गत भएर जान्छ। त्यसैले हामीले राम्रो मान्छेको सङ्गत गऱ्यो भने चाहिँ अनि सङ्घरत्नको गुण भएको चाहिँ देखिन्छ। छोटकरीमा भन्नु पर्यो भने हामी अर्को धर्ममा नलाग्ने, बुद्धको धर्म बाहेक अरू धर्ममा नलाग्ने, त्यसै गरी सबैजनालाई मैत्री र करुणा भावले व्यवहार गर्ने, त्यसै गरी नराम्रो मान्छेको सङ्गत नगर्नु चाहिँ हामीमा त्रिरत्नको गुण भएको चाहिँ देखाउँछ। के तपाईँ यो गुणहरूले भरिपूर्ण छ त? छ भने एकदम राम्रो हो, छैन भने के छैन। अबदेखि यो कामहरू गर्दै जानुहोस्। तपाईँ एक दिन अवश्य पनि यो गुणहरूले भरेको मान्छेमा परिवर्तन हुनेछ। त्यसै गरी म पनि बेस्ट अफ लक भन्न चाहन्छु। अर्को भिडियोमा भेटौँला। बाई बाई।